मलाई चाहिँ कमेन्ट सेक्सनमा चाहिँ अप्परको एनालाइसिस गरिदिनु न फेरि भनेर चाहिँ कमेन्ट आइरहेको थियो। सो अप्परको चार्ट हेर्ने हो भने चाहिँ अब के हुन सक्ला त भन्दाखेरि चाहिँ यो एरिया एक लेभलको आज ब्रेकडाउन दिइसकेको छ। सो यो यसरी आएर चाहिँ एक लेभलको यसरी पुल ब्याक गरेर फेरि यो एरियामा चाहिँ हाम्रो ग्यापले टच गरिसकेपछि बल्ल यसरी माथि जान्छ भनेर भन्छु। लगभग यो एरियामा फेरि हामीले चाहिँ टार्गेट लिन सक्छौँ 240 250 को। अब तपाईँले चाहिँ किन्ने सोचिराख्नु भएको छ भने चाहिँ वेट गर्नु होला भनेर भन्छु। यो ग्यापले वेट गर्नु होला। यो ग्याप भनेको चाहिँ लगभग हाम्रो 190 देखि हाम्रो चाहिँ 195 को एरिया छ। यो एरियाले चाहिँ वेट गर्नु होला। देन त्यसपछि बल्ल तपाईँले चाहिँ बाइङ गर्नु होला। बाइङ गर्ने नै हो भने अनि स्टप लस चाहिँ तपाईँले चाहिँ यो 179 और 180 ले चाहिँ स्टप लस राखेर बस्नु होला। अनि टार्गेट चाहिँ यही एरियामा राख्नु होला भनेर भन्छु। अनि तपाईँले चाहिँ सेलिङ गर्ने सोचिराख्नु भएको हो भने चाहिँ एकचोटि पुल ब्याक आउँछ। यो पुल ब्याक आउँदाखेरि चाहिँ लगभग 220 225 सम्म जाला। त्यहाँ चाहिँ एकचोटि निस्किन सक्नुहुन्छ भनेर भन्छु। अनि बाइङ चाहिँ कहाँ गर्ने त हामी बाइङ चाहिँ यो 190 को एरियामा आउँदाखेरि बाइङ गर्ने। अनि हामीले टार्गेट चाहिँ लगभग 240 स्टप लस चाहिँ हामी चाहिँ यो 180 को एरियामा राख्यो भने चाहिँ यहाँ चाहिँ हाम्रो चाहिँ रिस्क रिवार्ड राम्रो बन्छ। अहिले बाइङलाई चाहिँ हतार गर्नु पर्दैन। सिधै मुनि आए पनि हामी 190 95 तिर बाइङ गर्छौँ होइन। पुल ब्याक गयो भने चाहिँ भएको एकजिट सेलिङ गरेर फेरि मुनिको लागि चाहिँ वेट गर्छौँ।